नमस्ते साथीहरू, स्वागत छ यहाँहरूलाई स्नुकर जङ्की युट्युब च्यानलमा। कुरा गरौँ भोलिबाट सुरुवात हुन गइरहेको बिर्तामोड स्नुकरद्वारा आयोजित च्याम्पियन अफ च्याम्पियन्स स्नुकर ट्रफीको बारेमा। 7 नेपालका सर्वोत्कृष्ट खेलाडीहरू, एक वाइल्ड कार्ड एन्ट्री, पेल्डिङ इट आउट फर 1 ट्रफी एन्ड द ट्याग अफ च्याम्पियन्स। टुर्नामेन्टको फर्मेटको बारेमा कुरा गर्ने हो भने नेपालमा नर्मली हुने भनेको ओपन स्टाइल टुर्नामेन्ट, जहाँ तपाईँले इन्ट्री फिस तिर्नुहुन्छ र जो कोहीले पनि त्यो टुर्नामेन्टमा भाग लिन पाउनुहुन्छ। तर यो च्याम्पियन अफ च्याम्पियन्स चाहिँ इन्भिटेसनल टुर्नामेन्ट भयो। यहाँ चाहिँ के हुन्छ भने तपाईँको बिर्तामोड स्नुकरले स्पेसिफिक प्लेयर्सहरू सेलेक्ट गरेर उहाँहरूलाई निमन्त्रणा पठाउँछ र जसले निमन्त्रणा पाएको छ उहाँहरूले मात्र यो टुर्नामेन्टमा भाग लिन पाउनुहुन्छ। अब प्लेयर प्रोफाइलको बारेमा कुरा गरौँ। भिडियोमा देख्न सक्नुहुन्छ प्लेयरको नाम र उहाँहरूको अचिभमेन्ट्सहरू सबै इन्क्लुड गरिएको छ र यहाँ प्लेयरहरूमध्ये एकजना नाम हजुरले डिफ्रेन्ट सायद नयाँ देख्न सक्नुहुन्छ। वाइल्ड कार्ड एन्ट्रीमा आकाश गजमेरको नाम। अब 7 जना चाहिँ नेपाल च्याम्पियन, तर एकजना वाइल्ड कार्ड एन्ट्रीमा चाहिँ नेपाल च्याम्पियनसिप आफ्नो हात पार्न सफल नहुनु भएको खेलाडी पनि किन इन्क्लुड भएको त भन्ने जिज्ञासा यहाँहरूलाई पक्कै पनि परेको हुनुपर्छ। अब वाइल्ड कार्ड एन्ट्रीको कुरा गर्ने हो भने यो टुर्नामेन्ट भनेको बिर्तामोड स्नुकर क्लबद्वारा एउटा पर्सनल इन्भेस्टमेन्टमा अर्गनाइज भएको टुर्नामेन्ट हो र उहाँहरूको एउटा प्राइमेरी अब्जेक्टिभ भनेको लोकल होमग्रोन प्लेयर्सहरूलाई नेपालको टप प्लेयर्सहरूसँग म्याच प्ले एक्सपोजर गराएर एक्सपिरियन्स बढाउनु पनि हो। आकाश गजमेरको कुरा गर्नु पर्दाखेरि उहाँले चाहिँ यही वर्ष भएको बिर्तामोड मेयर कप जित्न सफल हुनुभएको थियो र साथसाथै उहाँको क्लब लेभलको पर्फर्मेन्स पनि निकै राम्रो भएको हुनाले गर्दा बिर्तामोड क्लबले उहाँलाई वाइल्ड कार्ड एन्ट्रीमा सेलेक्ट गरेको हो। टुर्नामेन्ट लाइभ हेर्नको लागि यहाँहरूले बिर्तामोड स्नुकर क्लबको युट्युब च्यानल म त्यसको डिस्क्रिप्सन तल राखिदिनेछु, सब्सक्राइब गरिदिनु होला। र टुर्नामेन्ट समयवश हेर्न भ्याउनु भएन भने म मेरो च्यानलमा टुर्नामेन्टको त्यस दिनको छोटो समरी जस्तो बनाएर अपडेट दिने नै छु। मेरो च्यानल पनि सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।